नमस्कार। हामी फेरि अर्का एकजना व्यक्तित्व जसले चाहिँ द्रोण सरलाई जान्नुहुन्छ, चिन्नुहुन्छ, उहाँसँग कुराकानी गर्दैछौँ। नमस्कार। नमस्कार, स्वागत छ तपाईँलाई। तपाईँको नाम? मेरो नाम देवराज सापकोटा। द्रोण सरलाई कसरी चिन्नुहुन्छ? द्रोण हामी अब द्रोण दाजु भन्थ्यौँ। हजुर। म पौडेलकै ज्वाइँ। हजुर। म पौडेल। त्यो अनुसारले मलाई ज्वाइँ भन्नुहुन्थ्यो उहाँले। अनि म पहिले सानोमा मैले प्रायः 67 सनतिर होला इङ्ग्राजी संस्कृत पढ्थेँ म। त्यतिखेर द्रोण दाजुको पिताजी हुनुहुन्थ्यो टिकाराम शास्त्रीज्यू। उहाँको अन्डरमै मैले पहिले आद्य परीक्षा भन्छ संस्कृतमा, आद्य परीक्षा पास गरेको मैले टोलमा पढेर। त्यसपछि म फेरि हाई स्कुलतिर पढ्न गएँ। भरे हाई स्कुल पास गरेँ, बिए पास गरेँ। त्यसपछि सर्भिस पनि यहीँ भयो मेरो। मेरो जन्म चाहिँ पर लिसिगाउँ भन्ने गाउँ छ एउटा क्या, हरसिंहदेखि मस्तेर म जन्मेको म। अनि यहाँ सर्भिस भएपछि चाहिँ अनि दाजुसँग भेट्नु मजाले। अनि विशेष गरी मिरा दिदी दाजुकी श्रीमती गुरुआमा हामी दिदी भन्थ्यौँ अब। अनि दिदीसँग मैले सँगै पढेको, शास्त्री पास गर्दाखेरि दिदी हुनुहुन्थ्यो सँगै अब। अनि अहिले शास्त्री मध्यमा पास गऱ्यौँ। दिदीहरू म सँगै पढ्थ्यौँ, कहिले दिदी घरमा कहिले मेरो घरमा दिदी जानुहुन्थ्यो। अनि हाम्रो विद्यापति गुरुजीले हामीलाई पढाउनुहुन्थ्यो क्या, विद्यापति शास्त्रीले। त्यसै गरेर पढ्यौँ, पास गऱ्यौँ। त्यसपछि त दाजु उता गइहाल्नु भयो। गए पनि म पनि धेरैचोटि गएँ नेपालमा, दाजुको घरमा पनि गएँ। अनि दिदी साह्रै मायालु हुनुहुन्थ्यो, साह्रै माया गर्नुहुन्थ्यो। दाजुको जुन माने हास्य बदन हुनु न अब, हँसिलो अनुहार माने श्रीकृष्ण हाँसे जस्तै लाग्छ है मलाई चाहिँ। अझै पनि मलाई झलझली सम्झिन्छ अहिले पनि म। यति मिठो हाँस्नुहुन्थ्यो द्रोण दाजुले, माने कि ईश्वर हाँसे कि हुँदैन है, त्यसलाई सबैले पर्दैन क्या। बिर्सिनु नसक्ने हाँसो त्यो हाँसो चाहिँ अब। हामी कहिले काहीँ दाजुभाइ बसेर मजाले गफसप पनि गर्थ्यौँ। म पनि उहाँ 3-4 चोटि गएँ, दाजुलाई भेट पनि भयो। अन्तिममा दाजु एकचोटि कता घुम्न जानुभएको थियो क्या, दाजु दिदी सबैजना। त्यो आएकै दिन म पनि पुगेछु अहिले पनि। हामी दुईजना जान्थ्यौँ, मेरो श्रीमती पद्मा देवी। बुझ्ने भनेर साह्रै माया गर्नुहुन्थ्यो पद्मालाई पनि। त्यसरी भने धेरै सम्पर्क हाम्रो पनि थियो अब। विशेष काम त केही गरिएन उहाँसँग लागेर, तर आउन जान चाहिँ राम्रो थियो अब। आउँदाखेरि हाम्रो पनि जानुहुन्थ्यो। ठ्याक्कै द्रोण सर भन्दाखेरि चाहिँ के कुरा चाहिँ तपाईँले सम्झिनुहुन्छ? के सम्झना आउँछ? त्यही माने एउटा हँसिलो अनुहार भयो एउटा, अरू सबैसँग जुन मिल्ने उनको जुन एउटा त्यो व्यवहार, सबैसँग खुब राम्रो व्यवहार गर्ने क्या। कसैलाई नगोज्ने, नपिर्ने, अत्याचार नगर्ने, माने सबैसँग मिल्ने जुन खालको उहाँको गुण थियो, त्यो गुण चाहिँ अत्यन्तै सराहनीय गुण है। त्यो चाहिँ एकदम मनपर्छ। अब यो स्मृति ग्रन्थ हामीले निकाल्दैछौँ होइन, के भन्नुहुन्छ? कस्तो होस् भन्नुहुन्छ? के यस विषयमा के भन्नुहुन्छ? ग्रन्थ निकाल्न तपाईँहरू चेष्टा गर्दै हुनुहुन्छ, बहुत राम्रो कुरा हो। एक्चुअली उहाँ एकजना व्यक्तित्व भएको मान्छे हुनुहुन्छ र ग्रन्थ निकाल्नै पर्ने थियो। अब यहाँ हुँदा हामी पनि निकाल्थ्यौँ होला होइन। हजुरले उहाँबाट पनि प्रयत्न गरिदिनु भयो, बहुत धन्यवाद छ। उहाँका जति पनि कुराहरू छन् सबै राम्रै छन्। अब उहाँ गुरुजीले सम्पूर्ण भनिहाल्नु भयो कि लेखि पनि दिनुभएको छ। र उहाँको जुन माने अपुरणीय केही काम छ भनेदेखि अब उहाँको वंशहरूले हामीले पनि त्यो गरिदिनुपर्ने काम हो। र उहाँको स्मृति चिरञ्जीव होस् होइन, कहिले पनि नटुटोस्, हामी त्यही चाहन्छौँ अब। अनि उहाँको जुन शिक्षागत तरफता जुन छ है, उहाँको काम गराइदिन्छ त्यो अनुकरणीय होस्, अहिले पनि त्यसो बाटो इच्छा हो। अरू केही भन्नु छ भने भन्नु। ठिकै छ, दाजुको जीवन दुःख सुख जोडै भोगेर जानुभयो। सुख मात्रै पनि भोग्नु भएन, दुःख पनि पाउनु भयो पहिले अब। अनि मनमा जुन एउटा अशान्ति थियो, यहाँ हुँदा पनि अलिअलि थियो, उहाँ पनि अलिअलि थियो। हामीले बुझ्दाखेरि अब हामीसँग भन्नुहुन्थ्यो। विशेष गरी त्यो सर्भिसै उहाँको अब यहाँ पनि त्यस्तो बेसी भएर पार गर्नुभयो, माने सर्भिस पार्मेन्ट भएन। उहाँ गएपछि पनि नेपालको अब माने त्यसै पनि पैसा धेरै थोरै अब, अनि अलिक चल्न गाह्रो उहाँलाई अब। अब अरूको जस्तो ठुल्ठुलो घर बनाउनु, अब गाडी घोडा किन्न उहाँलाई पनि एउटा इच्छा थियो अब, तर त्यो भनेअनुसार त्यो भएको थिएन उहाँको पेसाले त्यो सपोर्ट गरेको थिएन, सपोर्ट गर्न सकेको थिएन। र उहाँलाई चिन्ता अनि सामाजिक कामहरू गर्न खोज्नुहुन्थ्यो उहाँ। अनि फाट्टै अब यहाँको मान्छे नेपालमा गएर मिल्ने पनि अलिक गाह्रो पर्छ क्या, पहिले अलिक गाह्रो पर्छ। कारण नेपाली समाजले चाहिँ, नेपाली बौद्धिक समाजले चाहिँ मलाई स्वीकारेन भन्ने खालको हो उहाँको। त्यो खालको पनि एउटा थियो, यहाँ के पो गर्न सकिँदो रहेछ र भने अब कुरा कहिले गुनासो पाउनुहुन्थ्यो। गल्ती गरेछ कि भन्ने पनि गल्ती त अब अलिअलि भन्नुभयो, तर त्यस्तो खास पनि एकदमै दुःख लाग्दो गरी त होइन। तर यहाँ हुँदा धेरै राम्रो हुन्थ्यो भन्ने उहाँलाई पूर्णतया सबै रूपमा सन्तुष्ट चाहिँ हुन सक्नु भयो। अलिकति सर द्रोण सरलाई नेपालमा त उहाँ अब क्याम्पसको प्रोफेसर पनि हुनुभयो, पिएचडी गर्नुभयो। उहाँको साहित्यिक योगदान धेरै छ, सामाजिक आध्यात्मिक
धार्मिक योगदानहरू धेरै छ। उहाँ त जीवन्त हुनुहुन्छ। यहाँ पारिवारिक रूपमा मात्रै जीवन्त हुनुहुन्छ। एउटा विद्यालयमा उहाँले शिक्षकको भूमिका निर्वाह गर्नुभयो, उहाँको बुवाले पनि गर्नुभयो। त्यो नातागोतामा त उहाँ सधैँ स्मरणीयको पात्र हुनुहुन्छ। तर सामाजिक रूपमा यो हाम्रो उदालगुडीमा उहाँलाई जीवन्तता राख्नलाई यहाँहरूले केही सोच्नु भएको छ? केही उहाँको नाममा फाउन्डेसन गर्नु, कुनै एउटा फाउन्डेसन खोल्न पाए हुन्थ्यो, अथवा उहाँको नामबाट केही पुरस्कार वितरण गर्ने, स्कुलकै प्राङ्गणमा त्यहीँबाट कुनै विद्यार्थीहरूलाई छात्रवृत्ति दिने, कुनै त्यस्तो केही सोच्नु भएको छ यहाँले? अहिलेसम्म त सोचेको थाहा छैन मलाई, तर सोच्नुपर्ने थियो हामीले पनि, किनकि उहाँको व्यक्तित्व केवल नेपाली समाजप्रति मात्रै थिएन कि, यहाँको असैमा बोडो राभा धेरै समाजहरू छन् यहाँको, सबैसँग पनि राम्रो थियो उहाँको। अब अनि भाषा पनि असमिया भाषामा राम्रो ज्ञान थियो उहाँको, अनि लेखालेखी पनि गर्नुहुन्थ्यो असमिया भाषामा, पत्र पत्रिकामा लेख्नुहुन्थ्यो। अनि असमिया मान्छेहरू उहाँलाई बहुत चाहन्थे, यहाँका मान्छेहरू पनि बहुत चाहन्थे। अहिले पनि कुरा गर्दाखेरि भन्नु चाहिँ नाइ कि गर्नु कि ढुकाल्ने कि भनेर नजान्ने मान्छेहरू अब असमियाहरू पनि अब। र उहाँको अकल नेपाली मात्रै होइन, सबै समाजसँग नै राम्रो सम्पर्क थियो र सबैले मलाई चाहन्थे। यसबाट चाहिँ काम हुन्छ भन्ने खालको मेरो विश्वास सबैमा थियो। अब यहाँ हाम्रो असम साहित्य सभा भन्ने एउटा साहित्य सभा छ, दलित शासनमा जानुहुन्थ्यो, पत्रिका सम्पादक पनि हुनुभएको थियो एक दुईचोटि, र राम्रो पत्रिका निकाल्नु पनि भएको थियो उहाँले। र त्यसै गरी सबैसँग राम्रो व्यवहार थियो। अब तर पोस्ट चाहिँ उहाँको नभइदिएकाले अलिकति उहाँको मन पिरुलिएको थियो यहाँको। यदि भोलि त्यस्तो कुनै उहाँको नामबाट कुनै प्रतिष्ठान खोल्ने कुरा आयो भने यहाँहरूको भूमिका कस्तो? हामी सबै समर्थन गर्छौँ, हामी सबै मिलेर त्यसलाई निरन्तरता दिने। स्थापना गर्न त ठुलो कुरा भएन, निरन्तरताको चाहिँ ठुलो कुरा हो। कमसेकम एउटै मात्रै विद्यार्थीलाई भए पनि केही जलपानी दिन सकिन्छ, हजुर केही गर्न सकिन्छ, त्यो सकिन्छ, त्यो इच्छा पनि छ हामीलाई। त्यो अब त मान्छेको फेरि जीवन रहँदैन फेरि। अब यो एक प्रकारको प्रतिबद्धता, इच्छा तपाईँले व्यक्त गर्नुभयो, अत्यन्त राम्रो कुरा हो। द्रोणाचार्यलाई बचाउनको लागि आफ्नो साथी, आफ्नो मित्र होइन, आफ्नो साथीभाइलाई बचाउनको लागि यो खालको जुन चाहनामा तपाईँले चाहिँ सहभागिता होइन समविचार राख्नुभयो, त्यसको लागि हार्दिक आभार व्यक्त गर्छु। र यो विचारको लागि, यो समयको लागि हार्दिक आभार व्यक्त गर्छु। यो कुराकानीबाट बिदा हुन्छु। हजुरहरूलाई पनि धन्यवाद। हवस्, धन्यवाद।